हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म साथीहरू घाँसमा गएको थिएँ पर बगरतिर। यति गर्मी थियो नि, भिडियो चाहिँ लामो भएको कारणले चाहिँ मैले चाहिँ छिटो छिटो खालको बनाएको छु स्पिडमा। अनि यति बेला चाहिँ मेरो बारी पुग्न आँटेको थिएँ साथीहरू। कति 6-7 मुठा भएको थियो। अनि म चाहिँ काटेँ त्यहाँबाट काटिओरी बारी लाएँ ओरे। बारी लाउने बेल पनि भएको थियो, मेरो बारी पुगिसकेको थियो। मैले 6-7 मुठा मात्रै लगेँ। अनि यति गर्मी थियो नि साथीहरू, आमामा। अनि मलाई चाहिँ उता तलबाट दाइले बोलाउँदै हुन्थ्यो, दिदी हुनुहुन्छ कि हुन्न भनेर। मैले चाहिँ हुनुहुन्न भने त्यहाँदेखि कासको बारी बाने मेरो चप्पल पनि ब्राक्टा छुटेर मरो। अनि चप्पल चुट्यो। अनि त्यहाँदेखि मैले नाम्लो साम्लो केही लगेको थिइनँ, त्यति गएको थिएँ। अनि मैले सिरुकै नाम्लो बनाएँ ओरे। अनि बारी बान्नुलाई अलिक टाइम लाग्यो। अनि यो चाहिँ मैले कस्तो बनाएको नि साथीहरू, भिडियो लामो हुने भयो नि त, त्यही भएर क्या स्पिडमा राख्नुपर्ने भयो। अनि मैले बारी बाने ओरे। मेरो बारी चाहिँ अडेकै थिएन। अनि मैले चाहिँ छुट्टेकै चप्पल, त्यो भनौँ न फित्ता निक्लेको थियो, त्यो घाँट निस्केको थियो। अनि मैले कचिया राखिओरि त्यति बेला चाहिँ मैले चप्पलको घाँट लगाएँ। अनि मेरो यो चाहिँ बारी हो। अनि मैले हेर्नु न मेरो घाँस बोक्ने साथीहरू, मेरो मोबाइलको स्ट्यान्ड। थ्याङ्क्स फर वाचिङ। बाई बाई साथीहरू।